दिदी यसो नगर्नु न हौ, मेरो कान्छो भाइ मान्दैन फेरि। भाउजू सिक भइसक्यो, दाजु ठिस भएर खत्तम, विशेष गर्नु पर्यो। यस्तो यस्तो होइन त। अग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही हो। यता बोके दाजुले बोकेर लगिसक्यो, यता बोके दाइको भाइ यस्तो यस्तो भइसक्यो। दिबिना दिदीको बर्थडेको फनी कमेन्ट र यो दिदीको लिपस्टिकको फनी कमेन्ट पनि छ है गाइस। यस्तै भिडियोको चाहिँ फनी फनी सेभिङ कमेन्टहरु चाहिँ लिएर आएको छु गाइस। यस्तै दामी दामी कमेन्टहरु चाहिँ पढ्न पाइने छ है गाइस। ओके, यो भिडियोबाट सुरु गरौँ है त। अरे हाथ मत लगाओ मेरे भाई को। घरमा ढुङ्गाको चुलो छ। कमेन्ट हेर न गाइस, कमेन्ट। नमस्कार, म चाहिँ नापी शाखाबाट ओमिनी, हजुरको जग्गा पूजा भन्दा अलि बढी छ। के हो फेरि? सित्तैमा छामे त बरु म 5000 दिन्छु नि छामेको साटो। बिरामी भएको बेला पनि सानो भाइलाई उठाउने काम बन्द गरौँ। केटाहरूको कमेन्ट है। 2 केजीको मासु किनेर छुँदै खेलाउँदै बस बहिनी, त्यो मासु त हो नि। केटाको कमेन्ट के हो? सन्चै छेउको अभिगतले गर्दा मेरो सानो भाइको टाउको दुखो रे। यसै ठाउँमा घुम्न आएको म त एउटा परदेश। पछाडि त बब्बाल रहेछ नि सिन, बिचारा अर्की चाहिँ किन बसेकी होला त, के हुँदै होला। फेरि केटाको कमेन्ट हेर न, पानी पानी बनायो। फेरि केटाले के भन्छ, मैले त अझ के गरेको पो देखेको थिएँ त, बिचारा बल्ल बल्ल फकाएर गएको होला। छोड्दे, गरी खाना देऊ क्या, त्यो ठाउँको नाउँ नै लकडाँडा हो। यसरी काखमा केटी राख्यो भने त चाक दुख्छ है मेरो। माग कसम यही ओनरको लागि होइन, स्कुलबाट भागी अर्काको बाइक मागी त्यही सम्झी सम्झी जंगलतिर लगेर भस्काउने होला नि बोके सम्झी। कमेन्ट फेरि के हो? च्याटी च्याटी बनाउने दुलोन हान्ने भो बोकेले आज। बोके दाइको विजेत गर्दै मासु पसल। बुढी बोके जसरी मासु बोकेर लगेको होइन, अनि मासुको पैसा तिर्नु पर्दैन। यो दाइको फेरि कमेन्ट, काँधे हानेको पनि कुनै दिन भिडियो हाल्छ होला। यस्तो यस्तो होइन त। ल 2 1 गो। स्टार्ट भन्नु पर्दैन, के आउँदैन इंग्लिश। मैले ठाडो गरेर बस्नु पर्छ क्या हो? त्यस्तै नै हो, पछाडि सिंगल दिएको इशारा नै काफी छ घोप्टिनी। कमेन्ट हेर न फेरि, राम्रोसित ट्रेनिङ गरेको रहेछ। केटालाई फेरि जोस जाँगर चलिसक्यो, पछाडिबाट दिम माया। यो दाइलाई चाहिँ फेरि के हेर्न मन लाग्यो? यो मात्र होइन, डोना भाइ गरेको भिडियो पनि हाल्नु पर्यो। यो दाइको कमेन्ट हेरौँ न फेरि, आगो झस्काले झस्काइदिनु डोना पोथीलाई गाह्रो भए जस्तो छ। फेरि दाइको कमेन्ट के हो? नपाउनेले केरा पायो, चियासँग चोबेर खायो। कमेन्ट फेरि के हो? इसारा बुझेन मैले भए भत्किने गरिदिन्थे पोचमा। यो कुरा चाहिँ सही है, डोना दाइको लक्करले काम गरे जस्तो छ। बुढी सिक भइरहेछ, बुझ्दैन, बरु खेताला खोज यार। फेरि रिप्लाई हेर न, उड्दैन रे केटाको। फेरि केटाको कमेन्ट के हो? रातो कि कालो लिपस्टिक छ? कमेन्ट हेर न कमेन्ट, मेरो आँखा त कति पापी हो के, ठाउँमै देख्छ त। कमेन्टले फेरि हँसाउँछ, मुसुके हाँसेको छ त कान्छी बहिनी। केटाको कमेन्ट हेर न, हेलो डियर फ्लाउटी, हामी खाडीमा हो क्या, आज तिम्रो नाममा पनि एक लास्ट जाने भो। फेरि यो केटोले के देख्यो? 2वटा ओठ देखे मैले कान्छीको। हे जो भेट्यौ बरै उसैलाई किन भन्छौ, हेरा परेसी बरै मेरै घर हिँड भन्छौ। अनि म चाहिँ त्यही हेरिरहेको छु, त्यही क्या, त्यहीलाई केकमा।
केटाको कमेन्ट फेरि के हो, भोलिदेखि हल्लाउन भन्छु, तिमीलाई देख्ने बित्तिकै हल्लाइहाल्छु। जस्तो लुगा लाए पनि राम्रोसँग बस्दा हुन्छ होला त, कि यसरी नै मनाउँछन् कि थाहा छैन है मलाई त। भर्खर आएको यार बाथरुमदेखि गएको ल एकचोटि फेरि। अरू दिन लुगा नभए पनि जन्मदिन त लुगा किनेर लाउनु नि। वान साइड हामीहरू जस्तो बडी स्पेस गरेर कन्टेन्ट बनाउने होइन। आहा वाट अ जोक द्याट वाज। हामीलाई छोडेर गएको पनि यादै हो, हामीले छोडेर जानु पनि यादै हो। आज तिमी छैनौ, भोलि म। बत्ती बालेर चम्काएको होला तल, मैले बिर्सेको छैन नि त्यो कालो दिन। यो दिदीको कमेन्ट के हो फेरि, छ्या तल जस्तै देख्यो। यो साथीको कमेन्ट हेरौँ न फेरि, मेरो त 7 मिनेट 2 सेकेन्ड भयो। मलाई अझै पनि याद छ त्यो कालो दिन। कत्रो लिप्स ढ्याप्पा परेको। यस्तै भिडियो हेर्नका लागि लाइक सब्सक्राइब अनि कमेन्ट गर्न नभुल्नु होला र सल्लाह र सुझाव पनि दिन सक्नुहुनेछ। र कस्तो कस्तो भिडियोहरू चाहिँ चाहनुहुन्छ त्यो पनि भन्न सक्नुहुनेछ।